सम्झुला छ माया कति मिठा कुरा सम्झुला छ सुस्त नरम बोलीहरूमा अल्झु लाग्छ सुस्त नरम बोलीहरूमा अल्झु लाग्छ माया कति मिठा कुरा सम्झुला छ बित्यो तिमीसँग हिजो जस्तो लाग्छ युग बित्यो तिमीसँग हिजो जस्तो लाग्छ कतिचोटि जिन्दगीमा रिसाइन्छै लाग्छ त्यही रिस सम्झनामा मिठो मिठो लाग्छ त्यही रिस सम्झनामा मिठो मिठो लाग्छ सुस्त नरम बोलीहरूमा अल्झु लाग्छ माया कति मिठा कुरा सम्झुला छ धेरै घुम्ती जिन्दगीको हिँडे जस्तो लाग्छ धेरै घुम्ती जिन्दगीको हिँडे जस्तो लाग्छ धेरैचोटि बिसौनीमा बिसाइन्छै लाग्छ त्यही थकाइ सम्बन्धमा मिठो मिठो लाग्छ त्यही थकाइ सम्बन्धमा मिठो मिठो लाग्छ सुस्त नरम बोलीहरूमा अल्झु लाग्छ माया कति मिठा कुरा सम्झुला छ माया कति मिठा कुरा सम्झुला छ सुस्त नरम बोलीहरूमा अल्झु लाग्छ सुस्त नरम बोलीहरूमा अल्झु लाग्छ माया कति मिठा कुरा सम्झुला छ अल्झु लाग्छ मिठो मिठो लाग्छ दीक्षा राई सबैजनाले हाम्रो जुरी मेम्बर्सले स्ट्यान्डिङ ओभेसन दिनुभएको छ
उहाँले कतिको न्याय गर्नुभयो हाम्रो अनुपमाज्यूको गीतलाई पछिबाट जान्नेछु र पहिले चाहिँ अघिल्लो क्रममा हजुरको कस्तो प्रस्तुति रहेको थियो, कुन जोनमा हजुर पढ्नु भएको छ, फलाफल हेर्नेछौँ। सेफ जोनमा पढ्नु भएको छ हाम्रो बहिनी। आजको सम्पूर्ण प्रतिस्पर्धी प्रति उहाँ एकजना हुनुहुन्छ नारी, अनि भनिन्छ नि नारी सबै भारी, र आजको दिनमा उहाँ ग्रिन जोनमा अर्थात् सेफ जोनमा हुनुहुन्छ। हजुरलाई धेरै धेरै बधाई दिन चाहन्छु मेरो तर्फबाट। अनि जसरी हाम्रो जुरी मेम्बरले स्ट्यान्डिङ ओभेसन दिनुभएको छ, आज पनि यस्तै प्रतिक्रिया पाउँछिन् होला भनेर सोचेकी छु। अब म सिधै जजेसतर्फ लागिरहेको छु। उहाँको प्रतिक्रिया दिनको निम्ति जितेन सरलाई म निवेदन टक्राइरहेकी छु। तपाईँ जस्तो कलाकार, तपाईँ जस्तो ट्यालेन्ट हाम्रो दार्जिलिङले जन्माएको छ। यति मिठो आवाज, यति तपाईँको त्यो भनौँ न, तपाईँको त्यो मेहनत देखिन्छ तपाईँको त्यो गलामा, तपाईँको गायकीमा। थ्याङ्क यू सो मच जिटी आइडल। यहाँ जस्तो कलाकारलाई यो प्लेटफर्म तपाईँहरूले दिनुभयो। अनु सर थ्याङ्क यू सो मच। दीक्षाले यस्तो मिठो गायो होइन, मूल गायिका यहाँ अनुपमा प्रधान बहिनी, मेरो प्रिय बहिनी, कस्तो मिठो गाउनु भएको छ अनुपमा प्रधान बहिनीले गीत है। उहाँको अघि यसरी गाउनु ठुलो कुरो हो। र यो गीत सुनेपछि मलाई पनि मायाका ती मिठा मिठा कुराहरू सम्झिन मन लाग्यो है। सुस्त नरम बोलीहरूमा अल्झिन मन लाग्यो। तर के गर्नु, घरमा श्रीमती छ, छोरा छ, छोरी छ, अलिक गाह्रै छ जिन्दगी। र यो गायकी र यो प्रस्तुति हेरिसकेपछि चाहिँ हामी सम्पूर्ण जजेसहरूको तर्फबाट चाहिँ हामी स्ट्यान्डिङ ओभेसन दिन चाहन्छौँ। ल धेरै धेरै बधाई दिन चाहन्छौँ हाम्रो बहिनीलाई।